हेलो एभ्रिवान वेलकम टु न्यू ब्लग। आजको ब्लग चाहिँ हल्का स्पेसल छ किनकि हाम्रो 4th इयर सकिन लाग्यो, त्यही भएर चाहिँ एउटा लास्ट पिकनिक जाम सबैजना रमाइलो गर्नु भनेर चाहिँ आएको। धेरै टाढा होइन, दमुखा घरै बनाउँछु भनेको बिर्सेँ। अब यही आएर बनाइरहेको छु अनि सबैजना त के आन्टीहरू बनाउँदै हुन्छ, अरू सब यहाँ चेलीबेटीहरू बसिरहेको, हाम्रा चेलीबेटीहरू है। अरूहरू खै कता कता गयो यस्तै हो गाइस। सो इन्जोय द ब्लग गर्ने आउने बाँकी छ। पर सब नास्ता खाएर आए पुल डुल्न। सब यता पूजा गर्न आए, दर्शन गरे हल्का फुल्का। कतिजनाले चाहिँ अन्डा खाएको थिएँ भनेर चाहिँ पूजा नगरी साइडदेखि गए, पाप लाग्छ भने इक्जाम आउनु लागेछ, रिस्क किन लिनु भनेर। त्यो हो क्या कुरो। सब सेल्फी लिइसकेर अब सरी आइस सेल्फीहरू लिइसकेर सबजना मन्दिरमा सेल्फीहरू लिइसकेर फोटो खिचिसकेर जाँदैछु। बाबा काम त केही गरिरहेको छैन, खाना गइरहेको छु। 11 बजिसक्यो। अहिले खानाको नाममा अहिले पाएको भनेको चाहिँ यो हो है, अहिले पाक्दैन छ। सब डान्स गरे, फोटोसोटो खिचे, सब गलेर बसिरहे। सर हाम्रो सर पनि व्यस्त। मजाले पाकिसकेको छैन, सब साहा हुने भयो खाना पस्किने भन्दा अगाडि। ल हाम्रो सरको डान्स है अब। कसैले खाएको छैन, तर एकछिन अब उता पार्क गएर आऊँ भनेर चाहिँ अब जान लाग्यो। त्यसपछि चाहिँ सायद खाने हल्ला गरेर हेर केटीहरू उता पल्लोतिर चाहिँ के धेरैजना छन् पिकनिक गर्नेहरू, रमाइलो गर्दैछ। हाम्रो चाहिँ खाने बेलै भएको छैन, मतलब मेन कोर्स चाहिँ क्या स्टार्टर त 2.5 वर्ष पछाडि आउँदा चेन्ज भएको भनेको यही आई लभ दमुखा भएर रहेछ है, यही थपिएको रहेछ जस्ताको जस्तै। उता पार्क घुमेर आउँदा चाहिँ यहाँ त क्रिकेट पो सुरु भइसक्यो र सहरको पल्लो टोलीको त भोक चाहिँ मर्दै गरी लागिसक्यो, पाकिसकेको छ कि छैन। यहाँ चाहिँ एकलगाटे भएर खाएको है। उहाँले नाच्ने ठाउँमा गीत हुन्छ भन्दा ढिलो गर्छ नि। यहाँले भोक लागिसक्यो आफूलाई, सकिन लाग्यो। यही हो हाम्रो ग्रुपको सबभन्दा बढी ठुस्ने चाहिँ। कति मास लिएर चाहिँ आयो त सक्का पनि छ अर्कोले। अर्को उहाँले उसको ट्रिपल हो है यो चाहिँ। 4टा हाम्रो सक्यो, कुकुरहरूलाई पनि दिइसक्यौँ। अब अर्को लट आउँदैछ नि हाम्रो साथीहरू। अब उता अब रहेका टोलीहरू खाएछन्, हामी चाहिँ खाइसकेर यता पानीमा आएको खुट्टा भिजाउनु अनि आइसक्रिम खान। मेरो आइसक्रिम पार्टनर है यो चाहिँ। सरले घर जाने भनेर सबै सानो उठाउनु भयो, जुत्ता पनि लाउनु भयो, तर सर अब डान्स गरेर आयो क्या। जाने चाहिँ अहिले कोही रहेन रहेछ, सरले ठग्नु भयो यार हामीलाई। 4:30 भयो, अब हिँड्यौँ यहाँ।
घरदेखि चाहिँ घरदेखि अरे दमुखादेखि स्लिप अफ टङ गाइस होम सर तेरे सपनों में नाराज़ी मुझे लगता है कि बातें दिल की होती लफ्ज़ों की धोखेबाजी तुम साथ हो या ना हो क्या फर्क सक्यो पिकनिक इनर नै हो पिकनिक बिगार्ने मान्छे इनर नै हुने सपार्ने सेन्टी बजाएर इनरले नै हो ल गाइस सक्यो पिकनिक बाई थ्याङ्क्स फर वाचिङ आवर भ्लग